मान्छेको जिन्दगीमा बेरोजगारी भनेको के हो भन्ने कुरा मेरो साथीहरूलाई सोधौ के बल्ल थाहा पाउँछु बेरोजगारी भनेको के हो। कुरा के हो भनेपछि म र मेरो साथीहरू 12-13 बसे हौं। अरु साथीहरू सबजना यताउता घुम्न गइसकेन तर हामी 3 जनाको जोडी यस्तो हो कि 1 महिनालाई हैन 1 वर्षलै छुट्टी भए पनि हाम्रो घरकाले हामीलाई कोही पनि जानै दिदैनन्। त्यो कुराहरू त आफ्नै ठाउँमा हो। अर्को कुरा के हो भनेसी बुटोलमा त त्यसै पनि यति गर्मी हुन्छ त्यसैमा अझ फुड फेस्टिभल मात्र 3 दिनको लागि लगाइएको यो फुड फेस्टिभल लास्ट दिन भए पनि अब जानै पर्छ भनेर म आफ्नो साथीहरुसँग पुगे फुड फेस्टिभलमा। फुड फेस्टिभलमा आउनु भन्दा अगाडि पनि मेरो साथीहरुको त यस्तो नाटक छ नि सुनेरै नि वाक्क लाग्दो के। तर जसो तसो गरे पनि हामी आइयो। अब फुड फेस्टिभलमा त आइयो अब यहाँ आएपछि त केही खानै पर्यो। साथीहरुले 500 लिएर आ भनेको कसैले 100 रुपैयाँ निकाल्छ भने कसैले 200। मलाई पनि पहिलेदेखि थाहा थियो कसैले 500 ल्याउन त्यही भएर मैले पनि 150 लिएर गएको के। त्यो कुराहरु त अब ठिकै छ त्यही भएर अब जान्न त केही खाम भनेर डुलेको के चित्तै बुझेन। लास्टमा गएर हुन्डा सोडा पानी खाएम अनि अरु स्टलहरुमा त चित्तै बुझेन। अनि हाम्रो ग्रुपमा एकजना यस्तो छ नि त्यसले फेरि गोला खाम कि खाम गराथे के रे। अनि म पनि त हल्का बाटो छु नि मलाई नि हल्का कन्टेन्ट चाहियो त्यही भएर बाबु तिमीले आफ्नो हातले गोला बनाइछ भने मैले खान्छु नत्र खादैन भने केटाहरुले त आफ्नो हातले गोला बनाउन स्टार्ट गर्दिहालेन के। यिनीहरुको मिहिनेत देखेर त धन्न मेरो आँखाबाट आँसु नै झरेन। त्यो कुरालाई अब छोडम। त्यसपछि हामी पुग्यौं ठ्याक्क नाच्ने ठाउँमा के। यहाँ गएर नाच्न गएको ए बा के सारो गर्मी हो के। यस्तो गर्मीमा बसेर गीत सुन्नु भन्दा त हामी घरमै गएर बसिन्छ भनेर टक्क घर निस्किए। अनि सबैभन्दा मुख्य कुरा हजुरले यो भिडियो त हेर्नु भयो एकचोटि लाइक गर्दिनु न। लाइक गर्दिदा केही जादैन के त्यही भएर हेरौँ न को कोले मेरो भिडियो हेरेर लाइक गर्ने रहेछ।